या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता नमस्तस्यै 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 नमः। हामी सबैमा परमात्मा शक्तिको रूपमा विराजमान हुनुहुन्छ। के रूपमा? हो। त्यसकारण जब जब हामी आध्यात्मिक बन्छौँ तब हामी त्यो शक्तिको नजिक पुग्दै जान्छौँ। त्यो भनेको मनोबल, शरीरको बलको कुरा होइन। जति जति हामी ईश्वरको परमात्माको नजिक पुग्छौँ त्यति हाम्रो मनोबल बढ्दै जान्छ, डर घट्दै जान्छ, साहस बढ्दै जान्छ। अनि जब 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 हामी कमजोर हुन्छौँ, क्षीणहीन हुन्छौँ, त्यो बेला हामी परमात्मासँग, ईश्वरसँग, सर्वसत्तासँग टाढा 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 हुँदै जान्छौँ। अनि जति परमात्मासँग टाढा भयो त्यति नै डिप्रेसन, एन्जाइटी, फ्रस्ट्रेसन, यति शक्तिहीन भयो भने के हुन्छ? सबैले हेप्न थाल्छ तपाईँलाई, सबैले पेल्न थाल्छ तपाईँलाई, सबैले दुःख दिन थाल्छ। अब खास कस्तो गर्नु पाइएन। अब यसलाई हेर्ने मलाई है। त्यसैले मूल कुरा अध्यात्मको सारको बारेमा कुरा गर्नुपर्दा जस्तै अब यहाँ योगको कुरा छ, हठयोगको कुरा। हठयोग भनेको फिजिकल एक्सर्साइज हो। यसले तपाईँको तनलाई बलियो पार्छ, मनलाई अलिकति खुसी पनि पार्छ, त्यसमा त शङ्का भएन। तर यसको एउटा कमजोरी छ। यो एक्सर्साइज मात्रै गर्दा एक्सर्साइजले तन बलियो, मनलाई प्रफुल्लित पार्छ, तर यसको एउटा ड्रब्याक छ, कमजोरी छ। त्यो कमजोरी के त भन्नाले यसले अहङ्कारलाई बढाइदिन्छ। म 10 वर्षदेखि योग गरेको, तिमी नयाँ होइन भर्खर मलाई भनेको होइन, यसरी भन्छौँ हामी। मैले यति सिकेको, उति सिकेको, यति भयो, उति भयो, यो 4 किताब चाहिँ बहुत डह्रो लगाउँछौँ। यसले के हुन्छ? अहङ्कार बढ्छ। शरीर त बलियो भयो, मन पनि खुसी नै भयो, तर अहङ्कार त रावण भएर निस्क्यो भाइ। अनि जहाँ अहङ्कार हुन्छ त्यहाँ जीवनको सबभन्दा मूल्यवान चिज ध्वस्त हुन्छ, त्यो हो प्रेम। अनि एउटा कुरा याद राख्नुहोस्, हामी सबै भ्रममा के छौँ भने सफल हुनु भनेको त मेरो मेहनतले हुने हो, मेरो बुद्धिले हुने हो, तैँले गर्ने हो मलाई सफल भन्ने बुझाइ छ। यो उल्टो बुझाइ हो। मान्छेको सफलता भनेको आफूमा आधारित कुरै होइन, अरूमा आधारित। एकजना नेता सफल हुनको लागि भोटर्सहरूको भोट चाहिँदैन, उनको बुद्धिले, उनको मेहनतले सफल हुने हो कि भोटर्सले भोट दिएर सफल हुने? भोट दिएर। उनको मेहनत आफ्नो ठाउँमा छ, मेहनत नचाहिने त होइन, बुद्धि पनि नचाहिने होइन, तर त्यो प्राथमिक कुरा होइन। प्राथमिक कुरा लभ, भोटर्सको नेताप्रतिको प्रेम, त्यसले जिताउने। जहाँ प्रेम छैन त्यहाँ हार। त्यसकारण सबभन्दा ठुलो कुरा यो धरतीमा केही छ भने भगवान ईश्वर पनि होइन ल। किन थाहा छ? किनकि भगवान न चिनेको छ न ईश्वर चिनेको छ, तर प्रेम त चिन्छौँ नि। किनकि भगवानमा त विवाद छ। हिन्दूको अलगै भगवान छ, क्रिस्चियनको अलगै भगवान छ, मुसलमानको अलगै भगवान छ, तर प्रेम अलग अलग छ कि सबैको एउटै हुन्छ? प्रेम सबैको एउटै हुन्छ। त्यसकारण प्रेमले दुनियाँ जोड्छ, प्राणी मात्रलाई जोड्छ। कमिलासँग पनि प्यार हुन्छ नि, हुँदैन? प्रेमले सबैसँग जोड्छ, अहङ्कारले सबैसँग तोडिदिन्छ। अनि याद राख्नुहोस् यो कुरा, तपाईको सफलता तपाईँ त्यति दिन मात्रै सफल हो जति दिन अरूले तपाईँलाई काँध थाप्छ। जुन दिनमा काँध चलाउँछ नि, कार्यालय गर्नु, दोकान चलाउनु भयो होला नि, होइन? ग्राहक रिसायो भने तपाईँको दोकान चट, ग्राहक रिसायो भने दोकान चट, भोटर्स रिसायो भने नेता चट, स्वास्नी रिसायो भने लोग्ने चट।
खान पाएन। एउटै खाटमा सुतेको हुन्छ सँगै, एकचोटि प्रेम नहोस् अनि थाहा हुन्छ। एउटा गजल छ, फासले ऐसे भी होंगे ये कभी सोचा न था। फासला अब सँगै सुतेको छ एउटै खाटमा, तर यति फासला छ, फासला भनेको दूरी छ, कहिले सोचेकै थिएन। फासले ऐसे भी होंगे ये कभी सोचा न था, सामने बैठा था मेरे और वो मेरा न था। प्रेम भएन भने अंगालो कसैको मान्छे पनि दुश्मन हुन्छ, याद राख्नुस्। प्रेम भएन भने अंगालो भित्रको मान्छे पनि शत्रु हुन्छ, याद राख्नुस्। प्रेम छ भने 7 समुद्र टाढाको मान्छे पनि नजिक हुन्छ। त्यसकारण दुनियाँमा हामीलाई केही चिजले जोड्छ भने त्यो प्रेम हो, अनि केही चिजले तोड्छ भने त्यो अहंकार। अनि दुर्भाग्य योग गर्ने नाउँमा, धर्म गर्ने नाउँमा, गुरु पछ्याउने नाउँमा, ध्यान गर्ने नाउँमा जति पुरानो हुँदै जान्छ त्यति थोत्रो हुँदै जाँदो रहेछ मान्छेको मन। किन थोत्रो? अहंकार। संसारलाई हतियारले जितिँदैन, याद राख्नुहोस्। संसारलाई हतियारले जित्न सक्दैन, किनकि हतियारले जित्दा त्योभन्दा ठुलो हतियार आयो भने त्यो हार्नुपर्छ। तर संसारलाई जित्ने एउटै तरिका छ, प्रेमले जितिन्छ दुनियाँ। त्यो महादेवको कहानी, हाम्रो शास्त्रीय कहानी बार बार सुन्नु भएको होला, फोटाहरूमा देख्नु भएको होला। जब पार्वती एउटा मिसनमा लाग्नु पर्यो, भनेको मतलब त्यहाँ रक्तबीज दानवहरूले दुःख दिन थाले, त्यसपछि यसलाई संहार गर्नु पर्यो। संहार गर्नलाई एक्स्ट्रा एनर्जी, थप ऊर्जा चाहियो, थप शक्ति चाहियो। त्यो पार्वतीमा त्यो थप शक्ति आउँदैन, त्यसको लागि रूप फेर्नु पर्यो। पार्वती कपाल फिजारेर काली बन्छिन् हो। त्यसपछि एक दानवहरूलाई मुला काटे चाहिँ चट काट्दै अघि हिँड्छन्, युद्ध जितिन्छ। तर रिस चाहिँ शान्त भएको होइन। रिस भनेको यस्तो चिज, नउठेसम्म उठ्दै उठ्दैन, उठ्दाखेरि सुत्दै सुत्दैन। कति मान्छेको स्वभाव त्यो छ नि, ऊ सिद्धिबिद्धी रिसाउँदैन, रिसाएपछि त्यो भुइँचालो जस्तै रिसाइरहँदा केही थाहा हुँदैन, रिसाइसकेपछि बल्ल थाहा हुन्छ कहाँ कसलाई हाने भन्ने। भुइँचालो पनि त्यस्तो, भुइँचालो गइसकेपछि क्षति थाहा हुँदैन, रिस पनि त्यस्तो हुन्छ। पार्वतीको कुरा गर्दैछु, काली भइसकिन्, युद्ध पनि जितिन्, तर रिस चाहिँ शान्त भएको होइन। अब महादेव, उनको पति परमेश्वर महादेवले आएर प्रिय पुग्यो बस भन्न त मिल्थेन। तर रिसाको बेलामा महादेवले पनि कन्भिन्स गर्ने आँट गरेन। हाम्रा केटाहरू जस्तो होइन क्या, रिसाको श्रीमतीलाई कन्भिन्स गर्न जान्छ। ए पुरुषहरू, श्रीमती रिसाएपछि त्यो श्रीमती होइन, त्यो कुमती बन्छ, दुर्मती बन्छ, त्यो काली। त्यसकारण तपाईले चुप बस भने तपाईँ चुप बस्नुहोस् भन्ने। रिस उठिरहेको बेलामा बुद्धिले काम गर्दैन, पोइन्ट टु बी नोटेड। रिस उठेको बेला बुद्धि काम गर्दैन, अनि बुद्धि चलेको बेलामा रिसले काम गर्दैन। त्यसकारण त्यो रिसाउने मान्छे त्यो हो जसको बुद्धि फितलो हुन्छ। जसको बुद्धि फितलो छ, बुद्धिको ब्रेक लाग्दैन भने अनि रिस सुरु हुन्छ। रिसले त एक्सिडेन्टमा लन्छ। खासखुस नगरौँ है बुवा आमा दाइ भाइ दिदी बहिनी जो हुनुहुन्छ, खासखुस नगरौँ है। अनि कसैलाई खासखुस गरिरहनु भएको छ भने नजिक चाहिँ उहाँले खासखुस गरेछ भनेर नबुझ्नु। हजुरले
प्रेमपूर्वक सम्झाउनुहोस् है, स्वभावलाई दिन्छु। ओके, रिसको कुरा गर्ने छैन। शिवजीको कुरा गर्दैछु मैले। शिवजीले त्यहाँ कन्भिन्स गर्न जानु भएन। शिवजीले के गर्नुभयो? डङरङ्ग लड्नु भयो बाटोमै। पार्वती काली बनिसकेकी, तिम्रो लपलपाउँदै हिँड्दै आउँछिन्, ट्याक्क टेक्छिन् महादेवको जिउमा। यसरी हेर्छन्, ला I'm sorry। त्यसपछि रिस आयो, त्यही होइन? त्यस कारण श्रीमती रिसायो भने श्रीमान डङरङ्ग पल्टन सिकेको भएर कहिले झगडा हुन्छ। हाम्रा श्रीमानको महादेव भन्दा माथि कति अहङ्कार, अलि धेरै योग गर्नुभयो कि ठुलै पदमा पुग्यो कि। यो कुरा याद राख्नुहोस्, तपाईको अहङ्कारले कसैलाई जित्न किन सक्दैन भने अहङ्कार तपाईँको मात्रै होइन, जोसँग तपाईँले फुर्ती लाउनु भयो उसको पनि अहङ्कार छ, उसले पनि तपाईँलाई बिगार्छ। भन्दा भन्दै एउटा जोक याद आयो, यो कुरा बुझाउनु भयो। एउटी श्रीमती, श्रीमान कस्तो जहिले पनि गाली गर्ने श्रीमतीलाई, श्रीमती कस्ती बहुत सोची, श्रीमानलाई जवाफै नदिने, मुसुक हाँसेर टाल्यो। अनि एक दिन श्रीमानलाई रियलाइज भयो, ओहो मैले त श्रीमतीलाई साह्रै दुःख दिएँ। बिहान 4 बजेदेखि बेलुका 9-10 बजेसम्म घरको धन्दा भ्याउँछन् यिनीहरूले गाली खान्छन् मेरो गाली, अन्याय गरे जस्तो। प्रिय, मैले गाली गर्दा तिमीलाई रिस उठ्दैन? उठ्छ किन उठ्छ? अनि खै त रिस उठेको त मैले त देखिनँ, कहिले रिस देखाएन। रिस त उठ्छ। के गर्छौ तिमी रिस उठ्दा? म केही गर्दिनँ, सरासर हजुरको टोयलेटमा जान्छु, हजुरको ब्रस छ नि दाँतमा, त्यसले टोयलेट सफा गरिदिन्छ। अब यो जोकको सन्देश के हो त भन्नाले, तपाईँले फुर्ती देखायो भने सिधै तपाईँसँग भिड्न नसकेकाहरूले पनि पछाडि तपाईँलाई सिद्ध्याउन खोजिरहेको हुन्छ। आँट त हुँदैन सबैको भिड्न तपाईँसँग, तर पछाडि त तपाईँको खुट्टा तानिरहेकै हुन्छ, षड्यन्त्र बुनिरहेको हुन्छ। त्यसकारण परिवारमा जित्ने एउटै तरिका छ, जितेर जितिँदैन परिवारमा, हारेर जितिन्छ परिवारमा। हार्नु किनकि घर भनेको न्यायालय होइन, कोर्ट होइन। घर भनेको न्यायालय होइन, यहाँ मात्रै जितेर जितिन्छ। घरमा त खुसी हुने तरिका हारेर जित्ने हो। भनाइ पनि छ, घिउ केमा पोख्यो दालैमा पोख्यो। तपाईँ छोरासँग हारेर छोराको प्रेम बचाउन सक्यो, छोराप्रति बचाउन सक्यो भने तपाईँको हार्नु जायज छ, तर प्रेम तोड्नु जायज छ। सो सबै कुरा गुमाउनु तर प्रेमलाई जोगाउनु परिवारमा, अनि हेर्नु जीवनको चमत्कार, खुसी नै खुसी, आनन्दै आनन्द। किनकि जहाँ प्रेम हुँदैन त्यहाँ सम्पत्तिले पनि पुग्छ, होइन र? जहाँ खुसी हुँदैन त्यही ठाउँमा डिप्रेसन हुने, त्यही ठाउँमा एङ्जाइटी हुने। त्यसैले त्यो योग गरेर, प्राणायाम गरेर, स्वाफा गरेर शरीर त बलियो हुन्छ, तर अहङ्कारले मान्छेलाई ध्वस्त बनाइरहेको हुन्छ भित्रबाट। त्यसकारण यतिले पुग्दैन, यो नगर्नु भन्ने अर्थमा त होइन, तर यतिले पुग्दैन। त्यसकारण अध्यात्मको सार के हो त भने, अध्यात्मको सार जीवन दर्शन कस्तो छ भने, आफ्नो लागि साधना, अरूको लागि करुणा। के अरे? आफ्नो लागि साधना, अरूको लागि करुणा। Have compassion, have mercy upon others। अरूलाई तपाईले करुणा गर्ने। करुणा गर्ने भनेको म हारेर उसलाई जिताइदिने हो। किनकि यसो गर्दाखेरि ऊ पनि खुसी हुन्छ, म पनि खुसी हुन्छु। किन खुसी हुन्छु भन्नाले मैले खुसी पाउने ठलो
मैले आनन्द पाउने थलो, मैले शान्ति पाउने थलो भनेको उसँग मैले प्रेम खोज्ने, शान्ति खोज्ने होइन। मैले खोज्ने म भित्र, मै भित्र खोज्ने। या देवी सर्वभूतेषु या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता। त्यो परमात्मालाई भित्र खोज्ने हो क्या। जब मैले त्यो परमात्मालाई, ईश्वरलाई शक्तिको रूपमा प्राप्त गर्छु नि भित्र, अब त्यो भित्र परमात्मा शक्तिको रूपमा मात्र हुनुहुन्न। या देवी सर्वभूतेषु आनन्द रूपेण संस्थिता। आनन्दको रूपमा पनि छ, किनकि हाम्रो 5 वटा कोष छ। 5 वटा कोष भनेको के हो? अन्नमय कोष, यो शरीर बाहिर देखिने। दोस्रो, यसलाई चलाउने प्राणमय कोष। तेस्रो, त्यसलाई पनि चलाउने मनोमय कोष, मन। त्यसलाई पनि चलाउने बुद्धि, विज्ञानमय कोष। र त्योभन्दा माथि अन्तिम कोष छ आनन्दमय कोष। यानी शरीर भनेको त मान्छे बोक्रा मात्रै हो, बुद्धि त आनन्द हो। के अरे शरीर भनेको मान्छेको केवल बोक्रा हो, तर बुद्धि के हो त? आनन्द। हामी त बुद्धिसम्म कहिले पनि पुग्दैनौँ, बोक्रामै सिद्धिन्छ सब। किनकि भित्रबाट आनन्द त आउँदैन मान्छेलाई। मेरो आनन्द उसबाट अरूमा डिपेन्डेन्ट आनन्द छ क्या। स्वास्नी हाँसे खुसी हुने, छोराछोरी खुसी भए खुसी हुने, जनता खुसी भए म खुसी हुने, डिपेन्डेन्ट खुसी क्या। अनि म जहिले पनि कुर्नु पर्ने, अरूलाई खुसी पार्नु खोज्ने। अरूलाई खुसी पार्न सकिँदैन जहिले पनि, अरूलाई खुसी पार्न सकिँदैन। अरूलाई खुसी पार्ने एउटै मात्र तरिका छ, आफू खुसी हुनुहोस्। जब म भित्रैबाट खुसी हुन्छु नि, अरूलाई म दुःखी पार्नै सक्दैन। त्यसकारण जसले फुर्ती निकाल्छ, जसले अरूमाथि जाइ लाग्छ, अरूलाई गाली गर्छ, अरूलाई पेल्न खोज्छ, अरूको शब्दमा अहङ्कार देखाउँछ नि, तिनीहरूमाथि तपाईँको व्यवहार बदला होइन। बदला लेना नहीं किसी से, बदल के हमको दिखाना है। ढुङ्गाको जवाब, ईँटको जवाब पत्थर होइन, ईँटको जवाब फुल। के अरे ईँटको जवाब पत्थर होइन। संसारमा त्यसै चल्ला, तर परिवारमा त्यसै चल्दैन। परिवारमा त मलाई कसैले इँटालाई हिर्कायो मेरो छोराले, छोरीले, दाइले, भाइले, या सङ्घ संस्था पनि परिवारै हो। त्यो परिवारभित्र कसैले मलाई प्रहार गर्यो भने प्रहार गर्नेलाई प्यार गर्न सकौँ, त्यही हो अध्यात्म भने। किन? त्यसको कारण छ। जसले तपाईँलाई चोट दिइरहेछ नि, ऊ खुसी भएर दिएको होइन, ऊ दुःखी भएर दिएको। जो मान्छे दुःखी छ उसले मात्रै अरूलाई दुःख बाँड्छ, यो पनि बुझ्नुहोस्। दुनियाँमा अरूलाई दुःखी बनाउन खोज्ने मान्छेहरू सबभन्दा दुःखी मान्छे हुन्छन्। भित्रैबाट दुःखी भएपछि उसको एउटै सुख हुन्छ, अरूलाई पनि दुःख दिया, आफू जस्तै दुःखी बना। युनिफर्म। दुःखी मान्छे अरूलाई दुःखी बनाउनमा रस लिन्छ, खुसी मान्छे अरूलाई खुसी बनाउनुमा रस लिन्छ। तर हामी अधिकांश मान्छे कहिले दुःखी कहिले खुसी हुन्छ, त्यसकारण कहिले हामी दुःखी बनाइदिन्छौँ, कहिले सुखी बनाइदिन्छौँ। हामी छासमासीहरू। त्यही स्वास्नीलाई कहिले खुसी बनाइदिन्छौँ, कहिले दुःखी बनाइदिन्छौँ। त्यही लोग्नेलाई कहिले खुसी बनाइदिन्छौँ, कहिले दुःखी बनाइदिन्छौँ। नगर्नु हो त्यसो। त्यसो गऱ्यो भने प्रेम समाप्त हुन्छ, विश्वास समाप्त हुन्छ, भरोसै हुँदैन स्वास्नीको। खै अहिले खुसी भए पनि भरे के गर्छ यसो थाहा नै छैन। भरोसा टुट्छ। अहिले माया गर्ने लोग्नेप्रति पनि भरोसा हुँदैन। अहिले पो गरियो एकछिनमा के गर्छ मलाई के थाहा, किनकि मलाई थाहा छ हिजो अस्ति के गरेको, त्यो याद आउँछ। त्यसकारण माया गरिराख्न सिक्नुपर्छ। के अरे गरिराख्न सिक्नुपर्छ। त्यही हो अध्यात्म। फेरि योग गरेर स्याँ गरेर हुन्छ र यो त अहङ्कारको खेती हुन्छ। अनि त्यो अहङ्कारी त ढिक्कारी भन्छ, अधिकारी भन्दैन। एउटा कथा सुनाइहालौँ यहाँ। एउटा मान्छेले गाई र सुँगुर एकसाथ पालेका रहेछन्। मालिक बाहिर गएछन्, सुँगुर र गाईको कुराकानी भएको छ। सुँगुर
सुँगुरले गाई दिदी गाईलाई तपाईँहरू पनि हाम्रो मालिकको सेवा गर्नुहुन्छ, हामी पनि हाम्रो मालिकको सेवा गर्छौँ। तपाईँहरू मालिकलाई दुध दिएर सेवा गर्नुहुन्छ, गाईले त दुध दिने, गोबर दिने, दुध दिने, मुख दिने, तर हामीले त ज्यान दिएर सेवा गर्छौँ, रगत दिएर सेवा गर्छौँ, होइन र? सुँगुर त काटिन्छ, गाई त काटिँदैन। मालिकको सेवा त दुवैले गरेको नि, गाईले पनि गरेको, सुँगुरले पनि गरेको। हेर्नुहोस् त गाई दिदी, तपाईँहरूले दूध भर दिएर मालिकको सेवा गर्नुहुन्छ, हामीले त रगत दिएर सेवा गर्छौँ, ज्यान दिएर, मासु दिएर सेवा गर्छौँ। तै पनि गाई माता जिन्दाबाद भन्छ, सुँगुर पिता जिन्दाबाद तै पनि भन्दैन। पूजा जति गाईलाई नै गर्छ, जसले दुध पनि दिन्छ, ज्यान त हामी दिन्छौँ। एकचोटि विचार गर्नुहोस् त, दुधको ज्यानसँग तुलना हुन्छ? हुँदैन। कहाँ खुसी, कहाँ ज्यान? ज्यानै दिएर चाहिँ मालिकको सेवा गरिरहेकोलाई सुँगुर जिन्दाबाद भन्दै भन्दैन, सुँगुर पिता भन्दै भन्दैन। गाई माता गाई तिहार, सुँगुर तिहार पनि मनाउनु हौ। कमसेकम राई लिम्बूले त मनाउनु पर्ने नि सुँगुर तिहार। किनकि ज्यान दिएर त हजुरहरूले ज्यान बचाइदिएको होइन उनले। ल यसपालिबाट पारित गर्नु सक्छ सुँगुर तिहार पनि मनाउनु। एनिवे यो ठट्टा पनि हो, तिहार मनाएको चाहिँ केही फरक पनि हुँदैन, रमाइलै गर्ने। हेर्नुहोस् है। अनि गाईले, अब गाई के भन्छ? होइन पुड्के सुँगुरलाई, होइन पुड्के बाबु, तिमीहरूले कुरै बुझेनौ क्या? मुनासिब हो, तिमीहरूले रगतै दिन्छौ, ज्यानै दिन्छौ मालिकको सेवा गर्न। हामीले दुध मात्रै दिने हो, गोबर मात्रै दिने हो, मुख मात्रै दिने हो, तैपनि हामीलाई जिन्दाबाद गाई माता गाई तिहार किन भन्छन् भने तिमीहरूले मासु दिन्छौ, रगत दिन्छौ, तर एकचोटि दिएपछि सब हामीले त नमरेसम्म दुध त्यागेको छु। त्यसकारण एकचोटि दिएको कामै छ। प्रेम पनि त्यस्तै हो नि। तिमीलाई माया गरे किन पहिला भनेर हुन्छ र? के हो नि? कम त माया गरेको हो तिमीलाई, हो रे गरिरहेछु भन्नु। त्यसकारण त्यो पुरानो चाहिँ उहिलेको कुरा खुइले काम लाग्दैन क्या। पहिला माया गरेको अहिले कामै लाग्छ। यो कुरा याद राख्नुहोस्। 10 वर्ष अगाडि गरेको, 2 वर्ष अगाडि गरेको, 1 वर्ष अगाडि गरेको, हिजो गरेको माया आजको लागि कामै लाग्दैन। पैसा काम लाग्छ, हिजो तिमीले दिएको पैसा अहिले पनि काम लाग्छ, तर हिजो तिमीले दिएको माया अहिले काम लाग्दैन, अहिले अर्को माया ल्याउँछ। हिजोको माया सम्झनु प्रिय भनेर त हुँदैन, हुन्छ? हिजो चाहिँ माया गर्ने, आज गोद्नु हुन्छ। अनि गोदी हिजोको माया सम्झ भन्ने। यसकारण माया त नगद चिज हो। माया भनेको दिइरहनुपर्छ। माया दिन नसकेको बेलामा नदिनु, तर घृणा त नगर्नु हौ। माया दिन नसकेको कुनै दिन तपाईँले सकेन भने ठिकै छ, आज दुकान बन्द छ भन्नु। कहीँ दुकान बन्द हुनु स्वाभाविक हो। हजुरहरूले के बुझ्नु भयो? मुसु हाँसेछ। ठिकै छ, जसले जे बुझे भने माया बेला चाहिँ दुकान बन्द गरे जस्तै बन्द गर्न त मिल्छ, तर चाहिँ घृणा गर्न मिल्दैन, पिटापिट गर्न मिल्दैन, बाजाबाज गर्न मिल्दैन। गर्यो कि तपाईँले 100 दिन गरेको माया 1 दिनको झगडाले क्वाक्कै खाइदिन्छ, हो होइन? भन्नुहोस् त। 100 दिन होइन, 100 वर्ष गरेको माया 1 दिनको घटनाले खाइदिन्छ, हो होइन? भन्नुहोस् त। एकचोटि यो एक्सपिरियन्स त आमा बाबा सबैलाई छ। अहिले सबै आमा बाबालाई चाहिँ एक्सपिरियन्स के छ?
छोराछोरीको लागि जिन्दगी दिन्छ आमा बाबाले, सबै दिन्छ नि हो। छोराछोरीकै लागि सपना देख्छन् आमा बाबाले। भोलि गएर छोराछोरी ठुलो भएर त्यही बाबुआमाको पैसाले युरोप अमेरिकातिर गएर पढ्छन्। कति छोराछोरीले त एक कल पनि गर्दैन। किन थाहा छ तपाईँलाई? किन नगरे यो छोराछोरीले? किनभने तपाईँले उसलाई माया गर्नु गरे अनि बेला बेला बुझ्नु बोध्या, पीडा दिनु दिया, त्यो पनि छ छैन? सबैले गर्छ। अनि उसले त्यहाँ गएपछि माया जम्मै बिर्सिन्छ, पीडा दिएको झल्झल सम्झन्छ, फोन गर्ने विचार आउँछ, त्यो पीडा दिएको याद हुन्छ, नगरे हुन्छ। And this is the fact. Because your mind does not remember your gunas, तपाईँको गुण सम्झँदैन, your attributes. It remembers where you hurt them. तपाईँले उसलाई कहाँ चोट पुर्यायो त्यो चोट कहिले बिर्सिँदैन। तपाईँले कहाँ प्रेम गर्नुभयो, एउटा चोट आयो भने त्यो चोट यहाँ आउँछ, प्रेम यहाँ पछाडि दिन्छ, ओझेलमा पारिदिन्छ प्रेम। त्यसैले एकजना सन्तले भने, रहमन धागा प्रेम का ना तोडो चटकाए, टुटे से फिर ना जोडे, जोडे तो गाँठी पर जाए। प्रेम भनेको यस्तो धागो हो, त्यसलाई च्वाट्ट नचुडाउनु प्रेमको धागो हो। किनकि चुड्यो भने यो प्रेमको धागो फेरि जोडिँदैन। अब जबरजस्ती जोडिहाल्यो पनि त्यहाँ गाँठो परिरहन्छ हो। ला गाँठो हाम्रो त कति गाँठो परिसक्यो भनेर सम्झनुभयो। त्यसैले अब अध्यात्म भनेको के त भन्नाले, आध्यात्मिक जीवन यात्रा भनेको यो प्रेमको बाटो, यो भक्तिको बाटो। यहाँ म भित्रको आनन्द, म भित्रको शान्ति जो पाँचौं मेरो कोषमा छ, आनन्दमय कोष। अब यो आनन्दमय कोष भनेको आध्यात्मिक शब्दावली भयो। म तपाईँलाई वैज्ञानिक कुरा भन्न चाहन्छु, किनकि म अल्टरनेटिभ मेडिसिन्सको डक्टर पनि भएको कारणले गर्दा मैले तपाईँलाई वैज्ञानिक कुरा पनि भन्न चाहेँ। किनकि कति मान्छेलाई यो धर्म अध्यात्मका कुराहरू, लाक्षणिक कुराहरू मन पर्दैन, सुन्दै मन पर्दैन, यो होइन भन्छ। अब हो भन्ने त विज्ञान हो। हाम्रो दिमागमा एउटा केमिकल पछिल्लो समयमा वैज्ञानिकहरूले पत्ता लगाएको हो, के त भन्नाले एनान्डामाइड भन्ने हर्मोन। के रे? एनान्डामाइड। यो आनन्द शब्दबाट नै, संस्कृतको आनन्द शब्दबाट नै लिएको हो, तर उनीहरूले प्रोनाउन्सिएसन गर्दा एनान्डामाइड। त्यो भनेको एउटा केमिकल बन्छ दिमागमा, त्यो केमिकल एक्टिभेट भइदियो भने अनि आनन्द आउँछ। त्यो केमिकल एक्टिभेट भएन भने चाहिँ आनन्द आउँदैन। त्यस्ता 5-6 वटा केमिकल छ जसले तपाईँलाई खुसी बनाउँछ। डोपामिन भयो, एन्डोर्फिन भयो, सेरोटोनिन भयो। सेरोटोनिनको कुरा मैले यहाँ स्वास्थ्य भन्नुपर्छ, किनकि डिप्रेसन अहिले संसारको सबभन्दा ठुलो समस्यामा आइरहेको छ नि। डिप्रेसन हुँदा, डिप्रेसन किन भयो भन्दा अघिका पूर्व वक्ताहरूले 2-3 वटा उदाहरण दिनुभयो, सायद सरले दिनुभयो, यो कारण, यो कारण, यो कारण। यो सबै बाहिरको कारण हो, त्यो कारण सही हो, बाहिरको कारण। तर डिप डाउनमा के हुन्छ डिप्रेसनमा नै, यो हजुरले भन्नुभएको 3 वटा कारण नहुँदा पनि डिप्रेसन हुन्छ। कुन बेला जब सेरोटोनिन केमिकल ब्लक हुन्छ। तपाईँलाई यो मुड रेगुलेसन गर्ने, तपाईँलाई खुसी पारिराख्ने, तपाईँलाई मुड ठिक पारिराख्ने केमिकलको नाम हो सेरोटोनिन। के अरे? त्यो सेरोटोनिन भन्ने केमिकल या त शरीरमा बन्दैन, बनिहाल्यो भने पनि चल्दैन। जस्तै या त धारामै पानी आएन, खोल्दा पनि आउँदैन, या त पानी त छ धारामा तर मैले टुटी खोलिनँ, त्यही पनि त आउँदैन। त्यस्तै सेरोटोनिन नबन्ने अवस्था पनि हुन्छ खानपानमा कमजोर भयो भने। अनि जसको सेरोटोनिन चाहिँ चल्दैन उसको मेलाटोनिन पनि चल्दैन। अब मेलाटोनिन भनेको सुताउने हर्मोन। त्यसकारण मलाई निद्रा लागेन भन्ने जसले गुनासो गरे नि, सावधान, निद्रा नलाग्नु भनेको अब डिप्रेसनमा जाने लक्षण हो। किनकि जसलाई डिप्रेसन हुन्छ उ सुत्नै सक्दैन। 1 दिन होइन, 2 दिन होइन, 3 दिन होइन, 4 दिन होइन, 5 दिन, 6 दिन, 7 दिन, 8 दिन सुत्न सकेन भने 8-9 दिनमा अनि मेन्टल तपाईँको अफ भइसकेको हुन्छ। अनि डिप्रेसन, एङ्जाइटी जे पनि हुन्छ। त्यसकारण निद्रालाई जसरी पनि जोगाउनु पर्छ। अनि गजबको कुरा के त भने निद्रा भनेको पनि केमिकल हो। फेरि बाहिरबाट हेर्दा निद्रा त
लम्पसार परेर सुत्नु जस्तो लाग्छ। तर त्यो लम्पसार परेर सुताउने केमिकल यहाँबाट यो यहाँ पिट्युटरी पिनियल ग्ल्यान्ड भन्ने छ, यहाँ माथि पिट्युटरी ग्ल्यान्ड, त्यो पिनियल ग्ल्यान्डबाट एउटा केमिकल निस्कन्छ मेलाटोनिन भनिन्छ। त्यही मेलाटोनिन निस्केपछि हामी सुत्ने हो। यदि कसैको निस्केन भने उसले सुत्न सक्दैन। अनि ननिस्कनुको कारण के त, जति सुताउने त्यो केमिकल किन निस्कँदैन भने त्यो केमिकल बनाउने सेरोटोनिनले हो। फेरि सेरोटोनिन ह्याप्पी हर्मोन। यसको मतलब के, दुखी मान्छे सुत्न सक्दैन, पोइन्ट सिद्धियो कुरा। त्यसकारण चाहिँ तपाईँको कोही सुत्न गाह्रो भयो भन्ने मतलब यो यसले बहुत दुखी भयो। यसको मतलब अब यो डिप्रेसनमा जाने सम्भावना बढ्छ है। पोइन्ट टु बी नोटेड। यदि तपाईँको लोग्ने, तपाईँको स्वास्नी, तपाईँको छोरा, तपाईँको छोरी निद्रामा शिकायत गर्न थाल्यो भने अब सावधान हुनु पर्यो। अब भने अहिले डिप्रेसन भएकै त छैन, तर हुने बाटोतिर लम्किसक्यो। किनकि सुत्न सकेन भने यसको अर्थ के त भन्नाले तपाईँलाई सुताउने केमिकल के भने, त्यसलाई मैले सुताउने केमिकललाई के भने, मेलाटोनिन। सुताउने केमिकल मेलाटोनिन बनाउने र मेटेरियल चाहिँ के अरे सेरोटोनिन। अनि सेरोटोनिन पुगेन भने अब तपाईँ सुत्न सक्दैन। सेरोटोनिन पुगेन भने मेलाटोनिन बन्दैन, सुत्न सकेन। सेरोटोनिन पुगेन भने मनमा दुःख मात्रै हुन्छ। सबै छ, छोरा ठिक छ, छोरी ठिक छ, घर पनि ठिक छ, सबै कुरा ठिक छ, तर मनमा चैन नै छैन, बेचैन छ। किन बेचैन भएको भन्नाले थाहा नै छैन किन भएको। ऊ दुखी छ। यस्तो दुखी मान्छेले अरूलाई दुखी बनाउँछ। यसरी कसैले तपाईँलाई दुखी बनाइरहेको छ भने यो मान्छेलाई झापझुप समातेर एकचोटि ब्लड टेस्ट गराउनुपर्छ। ब्लड टेस्ट गराउनै पर्छ। किनकि उसको ब्लडमा सेरोटोनिन केमिकल पुगेन क्या, त्यसकारण ऊ दुखी छ। डिप्रेसनवालाको त त्यस्तै हुन्छ। अनि सेरोटोनिन नपुग्दा पनि दुखी हुन्छ। अनि सेरोटोनिन केबाट बन्छ भन्ने कुरा अहिले प्रसङ्गवश छ भनिहाल्ने। सबभन्दा सेफ साइड तपाईँहरूमध्ये कसैलाई चाहिँ अनिद्राको समस्या छ भने के प्रायलाई हुन्छ अचेल, फर्सीको बियाँ खानुहोस्। सिम्पल कुरा भनेको, अरू धेरै कुराहरू छन्। फर्सीको बियाँ सुत्न अगाडि 1 मुठी फर्सीको बियाँ, अनि धेरै चिजको बियाँ खान मिल्छ। फर्सीको भयो, सनफ्लावरको बियाँ भयो, तिलै पनि खान मिल्छ त्यसमा मिसाएर, तर मूल खानुपर्ने फर्सीको बियाँ। त्यो फर्सीको बियाँ 1 मुठी तपाईँले खानुभयो मजाले चपाएर सुत्न अगाडि, त्यसमा ट्रिप्टोफान भन्ने एमिनो एसिड हुन्छ। त्यही ट्रिप्टोफान गएर सेरोटोनिन बन्छ, त्यही सेरोटोनिन मेलाटोनिन बन्छ, त्यही मेलाटोनिनले सुताउँछ। अनि मस्तसँग सुत्न सक्ने मान्छे फ्रेस भएर उठ्न सक्छ। त्यसकारण त्यस्ता मान्छेले डिप्रेसन हुने चान्स चाहिँ कम हुन्छ। त्यसकारण छोराछोरी कसैले मलाई निद्रा लागेन, निद्रा कमजोर छ भने अब सतर्क हुनुपर्छ। अब उसलाई चाहिँ घरै बेचेर पनि फर्सीको बियाँ खुवाउनुपर्छ। यो रमाइलो गर्नलाई भनेको, किनकि फर्सीको बियाँ खुवाउनुलाई घर बेच्नु पर्दैन। घर नभएकोले जमिन बेच्ने, ओके, सबै जे छ त्यही बेच्ने। जे बेचे पनि भयो नि, तर फर्सीको बियाँ चाहियो। फर्सीको खेती पनि गर्न मिल्छ, तर खेती गरेर धेरै फर्सी बियाँ आउँछ आउँदैन मलाई थाहा छैन। किनकि त्यो त खाइरहनु पर्यो। अब एउटा कुरा बुझ्नुहोस्, तपाईँ सुखी भएर बाँच्ने हो भने यो सबै यो प्याजी रङ्गमा रङ्गिएका बन्धुहरू घरमा अनिवार्य रूपमा फर्सीको बियाँ 3 महिना खाएर हेर्नुहोस्, श्रीमान खुसी हुन्छ। किनकि तपाईँ खुसी भइसकेको हुन्छ। अनि सोध्ला कसरी तिमी चेन्ज भएको, फर्सीको बियाँ। खै मलाई पनि खुवाउ। त्यो जोक होइन, यही सिरियस कुरा। तपाईँले अहिले एआईमा सोध्नुहोस्, सर्च गर्नुहोस्, रुट यही हो, सिम्पल कुरा। अब म फेरि यहाँ अलिकति म डाइभर्ट भएर निद्रामा आएँ, तर मैले अघि भनिरहेको कुरामा म फर्कनुपर्छ। आध्यात्मिक कुरामा, अध्यात्ममा सबभन्दा ठुलो मैले भक्ति र प्रेमको कुरा गरेँ। त्यो बच्चालाई अलिक गराउनेलाई अलिक टाढा गर्नु पऱ्यो है, अलिक डिस्टर्ब हुन्छ। अलिकति कृपा गर्नुहोस् न,
अलि टाढा बस्नुहोस् न है। कोरोना भनेको त्यही हो नि, मेरो कारणले अरूलाई दुखी नपार्नु, त्यही होइन कोरोना। मेरो कारण अरू दुखी नहोस्। अनि एउटा रमाइलो कुरा यो पनि जोड्न चाहे, हामी 50 वर्ष बाँच्छौँ या 100 वर्ष बाँच्छौँ, जति वर्ष बाँच्छौँ, लामो जिन्दगी बाँच्नुपर्छ, कटाउनुपर्छ भनेर मान्छेले सोध्छ नि, यो पनि डिप्रेसनको कारण हो। किनकि तपाईँले धेरै लामो सोच्यो भने त डर लाग्छ है, धेरै टाढा सोच्यो भने त डर लाग्छ। छोराले के गर्ने हो, छोरीले के गर्ने हो, आफ्नै स्वास्थ्य के हुने हो, कसले के गर्ने नै थाहा हुँदैन नि भविष्यमा त। त्यसकारण धेरै टाढा सोच्नु हुँदैन। जिन्दगी 100 वर्षको होइन है, यसरी बुझौँ। जिन्दगीलाई बुझ्ने एउटा तरिका छ, जिन्दगी 24 घन्टाको। कति हो रे? जिन्दगी 100 वर्ष होइन, जिन्दगी 24 घन्टाको। यसलाई मैले एकदमै हजुरलाई डिल गर्न मिल्ने गरी, ह्यान्डल गर्ने मिल्ने गरी चाहिँ बुझाइदिएँ। जिन्दगी केवल 24 घन्टा हो। किन? त्यो 24 घन्टामा तपाईँले अरूलाई दुःख नदिइकन र आफू दुःखी नभइकन बाँच्न सिक्नु सक्यो जिन्दगी। किन सक्यो त भन्नाले 50 वर्षपछि पनि त्यही 24 घन्टा त दुःख दिँदैन। अरू 100 वर्षपछि के 25 घन्टा आउँदैन, 23 घन्टा हुँदैन। त्यसकारण तपाईँले 24 घन्टा बाँच्न नजान्नाले यो डिप्रेसनको शिकार। 24 घन्टा सबैलाई दुःख नदिइकन, कसैलाई दुःख नदिइकन र आफू पनि दुःखी नभइकन बाँच्न सिक्नु। 24 घन्टा बाँच्न जाने छैन, 10 वर्षपछि के गर्ने, 20 वर्षपछि के गर्ने सोचिरहेको छ। यसले त फ्रस्ट्रेसन ल्याउँछ तपाईँलाई, यसले त डर ल्याउँछ। किनकि पछि त के हुन्छ, यहाँ अलिकति फोका उठे पनि क्यान्सरै पो हो कि डर लाग्छ नि मान्छे। अलिकति केही भयो कि ल बर्बाद हुने हो कि, छोराछोरीले केही छ्यासछुस गरे कि ल यसले सिद्ध्याउने पो हो कि बिताउने पो हो कि, आमाबाबुलाई डर लाग्दैन? लाग्छ। त्यसकारण हाम्रो जिन्दगी भनेको 24 घन्टा खुसी भएर बाँच्न सिक्नुहोस्, अरूलाई दुःख नदिकन, आफू दुःख नभइकन। यति सिक्नुभयो भने जिन्दगी फिलिली। अहिले हामी दुःखी किन छौँ भन्नाले हामी 24 घन्टाभन्दा धेरै टाढा हेर्छौँ। आउँदै नआएका दिनहरूलाई गनेर बसेका छौँ। आएपछि सामना गरौँला नि त्यो दिनसँग। मेरो हातमा 24 घन्टा खुसी हुने हतियार भयो भने भोलि पनि त्यही 24 घन्टा त आउने हो, पर्सि पनि त्यही 24 घन्टा त आउने हो, होइन र? त्यसकारण 24 घन्टा खुसी भएर बाँच्न सिकेको हुन्छ। मेरो प्रवचन सुन्दाखेरि कपी र कलम भइदियो भने यहाँलाई सजिलो हुन्थ्यो, किनकि धेरै कुरा आउँछ बिर्सिहाल्छ। ठिकै छ, अहिले यसपालि माफ। त्यसैले 24 घन्टा बाँच्ने भयो। अनि त्यो 24 घन्टा ठिकसँग बाँच्नलाई टाइम म्यानेजमेन्ट गर्नुपर्छ। हेर्नुहोस् है, बिहानको टाइम आफूलाई बनाउने टाइम, दिउँसोको टाइम कमाउने टाइम, बेलुकाको टाइम रमाउने टाइम, रातिको टाइम सुस्ताउने टाइम। बस यति सिक्नुहोस्। त्यत्रो बाँचिसक्यो, यो 4वटा टाइम म्यानेज गर्दै सिकेछ। बिहानको टाइम के अरे? आफूलाई बनाउनु टाइम। त्यसकारण 4 बजे उठ्नु या 5 बजे उठ्नु, योग गर्नु, ध्यान गर्नु, प्राणायाम गर्नु, यो जम्मै चाहिँ आफूलाई बनाएको हो। अनि आफू अलिकति हेल्थी ह्याप्पी भएपछि अनि बल्ल गएर तपाईँलाई काममा, घरको घरधन्दा सघाउन सजिलो हुन्छ। अनि दोकान चलाइरहनु भएको छ, व्यवसाय चलाइरहनु भएको छ, खुसी साथ व्यापार गर्न सक्नुहुन्छ। अथवा अफिस जाँदा पनि शानदारसँग चाहिँ काम गर्न सक्नुहुन्छ। अनि दिउँसो चाहिँ शानदारसँग काम गऱ्यो भने बेलुका चाहिँ मस्तसँग सुत्न सक्नुहुन्छ, बेलुका रमाउन सक्नुहुन्छ साथीभाइसँग। अब बिहान चाहिँ तपाईँ ढिलो उठ्नुभयो, आफ्नो लागि केही गरिएन, बोर हुँदै काम गर्नु पर्यो, बेलुका मुडै चल्दैन, साथीभाइसँग लोकसँग रमाउनै सक्दैन। अनि त्यो रमाउन नसकेपछि राति सुत्न पनि गाह्रो हुन्छ। राति सुत्न गाह्रो भयो भने भोलि बिहान उठ्न गाह्रो हुन्छ। यसरी एउटा दुष्चक्रमा हामी फस्छौँ। त्यसकारण त्यो दुष्चक्रबाट बाहिर निस्कनको लागि बिहानको टाइम के गरेर बिताउने रे? आफूलाई बनाएर योग गर, ध्यान गर, किताब पढ, सङ्गीत सुन, जे मन लाग्छ तर आफूलाई बनाऊ। अनि दिउँसोको टाइम कमाऊ, बेलुकाको टाइम रमाऊ, अनि रातिको टाइम सुस्ताऊ। अब यो सुस्ताउन सकेन भने डिप्रेसन सुरु हुन्छ। याद राख्नुहोस्, जो सुस्ताउन सक्दैन यानि सुत्न सक्दैन, डिप्रेसन उनीहरूलाई नै। त्यसकारण ठिकसँग चाहिँ सुत्नको लागि ठिकसँग उठ्न सिक्नु पर्यो। ठिकसँग उठ्नुको लागि बिहानको समय आफूलाई दिनु पर्यो। एउटा कुरा यो भयो। अब अर्को कुरा फेरि पनि मैले
त्यसैमा एम्फसाइज गर्न चाहे, जोड्न चाहे, आध्यात्मिक जीवन भनेको दुईटै मात्र उद्देश्य छ भनेर अघि मैले उकाइसकेँ। आफ्नो लागि के साधना अनि अरूको लागि करुणा। मैले साधना गर्दै मेरो भलाइ होस् भनेर गर्ने होइन, यो कुरा बुझ्नुहोस्। यो गजबको कुरा छ। यो कुरा हजुरहरूलाई कसैले बताउनु भएन होला, किनकि त्यस्तो आध्यात्मिक कुरा भएन के, यो गुह्य कुरा हो। अध्यात्मको सार त्यही हो। आध्यात्मिक जीवन र सांसारिक जीवनै फरक के त भन्नाले सांसारिक जीवनमा हामी स्वार्थी हुन्छौँ। मै खाउँ, मै लाउँ, मै बलियो हुँ हो, म भन्ने म सेन्टरमा आउँछ। अध्यात्ममा म सेन्टरमा आउँदैन, तँ सेन्टरमा आउँछ। तेरो कल्पना होस्, तेरो भलाइ होस्। हेर्नुहोस् त, ध्यान गर्दाखेरि पनि यस्तो विधि छ, शास्त्रीय विधिहरू। खास गरी अब हामीले जुन परम्परागत चाहिँ ध्यानको विधिहरू हुन्छन्, गुह्य विधिहरू जो बाहिर बजारमा खास आउँदैन, त्यसकारण हामी बुझ्दैनौँ। त्यो विधि चाहिँ यस्तो हुन्छ, मैले योग गर्छु, प्राणायाम गर्छु अनि ध्यान गर्छु, ध्यान गरेर आनन्द आउँछ। त्यो आनन्द मैले मेरो परिवारको सबभन्दा दुखीलाई पास गर्छु, साधनाबाट पास गर्छु। मलाई आएको स्वास्थ्य, शान्ति, आनन्द अरूलाई बाँड्दिने त्यो तरिका छ। त्यो क्यान इमेजिन? त्यसकारण मैले मेरो लागि होइन, अरूको लागि करुणा गरिरहेको हुन्छु। त्यसकारण अरूको भलो होस्, किनभने अरूको भलो भयो भने उनले मलाई हानि गर्छ। मैले मेरो भलो खोजेँ भने उसले पनि उसको भलो खोज्छ। दुईको बिचमा टक्कर। मैले उसको भलो खोज्दै भने उसले मेरो भलो खोज्छ। त्यसैको नाम प्रेम होइन। आई डोन्ट केयर फर माइसेल्फ, आई केयर फर यु। म तिम्रो लागि चाहिँ सोच्छु अनि तिमी पनि मेरो लागि सोच्छौ, यही त प्रेम हो। तिम्रो लागि सोच्छौ, म मेरो लागि सोध्छु, यसलाई स्वार्थ भनिन्छ। त्यसकारण अहिले जुन यो ध्यान भनेर हामीले बजारमा जसरी गरिरहेका छौँ, त्यो लेभलले पुगेन। एउटा लेभलमा हजुर आउनुभयो, जसले सिकाउनु भयो भने, जसले जग हालिदिनु भयो भने, योगले अलिकति हामीलाई हेल्थी बनायो, अलिकति खुसी पनि बनायो। तर अहङ्कारबाट बाहिर ल्याउने काम चाहिँ बजारमा आएकै छ। यो कुरा बुझ्नुहोस्। अहङ्कारबाट बाहिर आउने तरिका यो बजारमा आएको छैन। यो गुह्य योग पर्छ, गोप्य छ। नआएको कारणले गर्दा त्यो समूहको बिचमा चाहिँ एउटा समूह आउँछ, त्यो समूह टुक्रा हुन्छ, अर्को समूह आउँछ। ओहो, अनि एकले अर्कोलाई सम्मान गर्दैन, एकले अर्कोलाई उडाउन थाल्छ, एकले अर्कोलाई गाली गर्न थाल्छ। तिमीहरू प्यार गर्न आएको कि वार गर्न आएको? वार भयो। यो त राजनीतिक पार्टी जस्तै भयो। एउटा पार्टी आयो, अर्को पार्टी आयो, उनीहरूको बिचमा त दुवैको उद्देश्य त देश विकास गर्ने हो नि। त्यहाँ मिले हुँदैन, सहकार्य गरे हुँदैन। राजनीतिमा त भयो त्यो। अब त्यो राजनीतिक रोग चाहिँ फेरि धर्ममा, अध्यात्ममा, योगमा पनि आयो। कसको श्राप लागेको, कसको आँखा लागेको। यो त तपाईँ, अघि मैले तपाईँलाई वन्दना गरेँ, तपाईँहरू सबैलाई साष्टाङ्ग दण्डवट गरेँ। त्यो सिम्बल हो क्या। गुरुआमाले गर्नुभयो, मैले गरेँ। शिष्यहरूलाई वन्दना गुरुले त मरि नै गर्छ। किनकि शिष्यहरूले ढोक्छ गुरुलाई, यो त परम्परा भयो। त गुरुले शिष्यलाई ढोक्दैन नि, ढोक्छ। त मैले देखाउनुको कारण के त भन्नाले यो अध्यात्म भनेको हारेर जित्ने ठाउँ क्या, जितेर जित्ने ठाउँ होइन। समर्पित हुनु। हजुरहरूले मलाई ढोक्नुहुन्छ भने म पनि हजुरलाई ढोक्नु मिल्छ नि, किनकि हजुरहरूभित्र पनि त परमात्मा छ। मेरो परमात्माले अलि अगाडिदेखि जागे होला, हजुरको जाग्नलाई पुरिरहेको होला, त्यति नै हो। परमात्मा त त्यहाँ पनि छ, यहाँ पनि छ। एउटा बलेको मेणबत्तीले अर्को मेणबत्तीलाई छोइदियो भने बल्ने होइन। म अलि अगाडि बल्ने होला, तपाईँ अलिक पछि बल्नुहुन्छ, तर बल्नु त हुन्छ नि। त्यसकारण यो ठाउँ भनेको त्यसैले यस्तो साधना चाहियो हजुरहरूलाई, सबै मानव जातिलाई, जसमा मैले गरेको साधनाको फल पनि अरूलाई बाँड्न सकौँ। बुद्धिले होइन, टेक्निक छ। साँच्चै मैले बाँडेको
और म तपाईँलाई यसको एक्सपेरिमेन्ट गरेर देखाउँछु। ऊर्जा डाउजर यहाँ ल्याउनु त ल्याइएको छ कि छैन हेर्नु, नत्र गाडीमा छ भने गाडीबाट छ। ओके, त्यो डाउजर खोजिँदैछ। एउटा गीत चाहिँ सुनौँ त, केही योग गरेर गीत लगाउँ। एउटा एक्सपेरिमेन्ट म अहिले गरेर देखाइदिन्छु, अनि त्यसपछि फेरि कुरा गरौँला। त्यस अगाडि एउटा गीत सुनौँ। कसैलाई चाहिँ बहुत चाहिँ टोइलेट चाहिँ हतार भइरहेको छ भने